सामान्य बुम्बुहरू हेर्ने क्रममा आज हामी आइपुगेका छौँ नानी नानी तेमो। यो एउटा बुम्बु नै हो। यो माथि जोकेन र खाते भन्ने हाम्रो कुनै एउटा शर्त अथवा अवस्था भएको अनि त्यसमा चाहिँ अनुमान भन्ने खालका बुम्बुहरू हेर्ने क्रममा त्यसै अन्तर्गत हो नानी नानी तेमो है। यो तेमो भनेको चाहिँ कस्तो हो त भनेर तलतिर इमीमा लेखिएको छ। 토유 조교대 아테모 요소도 지가우 객관이 나루 भनेर भनेको छ। 토유 조교대 아테모 केही यस्तो यस्तो खालको अवस्था भयो भने पनि योसोतो चिगाउ खेक्कारे नारु अनुमान गरिए भन्दा फरक रिजल्ट चाहिँ हुन्छ भनेर भन्न खोजेको है। यदि यस्तो यस्तो भयो भने पनि यसो चाहिँ होइन भन्ने खालको अवस्था होला सायद। हामी हेर्दै जाउँ तल के भनेको छ। तल हामी हेर्छौँ सेचुजोकुमा दिएको छ दोसी र इकेयोसीको चाहिँ ते फर्म जुन छ तेकेसँग मु भनेर जोड्छौँ है। अनि नाकेयोसी र मेसीसँग चाहिँ देमो। बुझ्नुस्, दोसी र इकेयोसीसँग चाहिँ तेमो हुने भयो भन्नाको मतलब त्यसको तेकेसँग मो मात्रै जोडिदिने अनि नाकेयोसी र मेसीसँग चाहिँ देमो बनाउने है त। तलतिर चुईमा हेर्नुस् नानी नानी खेदो योरी खातेतेकी ख्योछोतेकी न न्युआन्सु भनेर भनेको छ। खेदो भने जस्तै हो तर त्यो भन्दा पनि अझै अनुमान चाहिँ धेरै भएको भनौस् न। त्यो भन्दा पनि अझै अनुमानमा प्रयोग गरिने भन्न खोजेको। अनि ख्योछोतेकी न न्युआन्सु भनेको छ ख्योछो भनेको चाहिँ अलिक स्ट्रेस दिएर भन्ने अझै स्ट्रङली भन्ने बेलामा प्रयोग गरिने न्युआन्स हो भनेर भनेको छ। रेबनबाट हेरौँ अझै बुझिन्छ। एक नम्बरमा छ आमेगा फुत्तेमो इकिमास। अब हेर्नुहोस् है, आमेगा फुरु फुत्ते फुत्ते मो भयो पछाडिपट्टि इकिमास छ। यो के हो त हामी अनुमान भनेर अघि नै भनिसकेका छौँ। आमेगा फुत्ते मो भन्ने बित्तिकै पानी परे पनि, पानी पर्यो भने पनि जान्छु। अघि माथिको हामी परिभाषासँग जाउँ। तोयु जोख्योदे आत्तेमो भनेको छ यस्तो यस्तो अवस्था आए पनि योसोतो चिगाउ खेक्काली नारु भनेको छ। पानी पर्यो भने त जाँदैन होला भन्ने खालको सामान्य अनुमान हुन्छ नि त होइन। त्यो चाहिँ योसो भयो। तर त्यो भन्दा चिगाउ खेक्काली नारु भनेको छ त्यो चाहिँ के आयो त इकिमास छ पछाडि। त्यो भएर आमेगा फुत्तेमो इकिमास। आमेगा फुरु भन्ने एउटा जोक्यो पछाडिपट्टि चाहिँ योसो भन्दा चिगाउ खेक्का चाहिँ इकिमास। दुई नम्बर हेरौँ ओखानेगा आत्तेमो सियावासे तोवा खागिरा नाइ। अब यहाँ हेर्नुहोस् है ओखानेगा आरुबाट आत्तेमो भयो पछाडिपट्टि सियावासे तोवा खागिरा नाइ। सियावासे भनेको के ह्याप्पी होइन खुसी। ह्याप्पी भन्दा पनि खुसी भनौँ नेपालीमा चाहिँ अझै मिल्छ। ओखानेगा आत्तेमो पैसा भए पनि सियावासे तोवा खागिरा नाइ खुसी नै हुन्छ भन्ने पनि छैन भन्न खोज्या। अब फेरि हामी परिभाषासँग जुदाएर हेरौँ। ओखानेगा आरु भन्ने एउटा जोक हो। मान्नुहोस् तपाईँसँग पैसा भयो, मान्ने त हो अनुमानमा छौँ हामी होइन। पैसा भयो पछाडिपट्टि के आयो सियावासे खुसी भन्ने कुरा तपाईँ हुनुहुन्छ कि हुनुहुन्न त भन्दा सामान्यतया अनुमान के हुन्छ पैसा भयो भने चाहिँ मान्छे खुसी हुन्छ होला भन्ने अनुमान हुन्छ। तर त्यो पछाडिपट्टि हामीले के आयो त भन्दाखेरि योसो तोवा चिगाउ खेक्का भनेर भनिएको छ। त्यो भएर सियावासे तोवा खागिरा नाइ मान्छे खुसी हुन्छ भन्ने अनुमान हुन्छ तर खुसी नै हुन्छ भन्ने चाहिँ हुँदैन भन्ने खालको न्युआन्स हो यो चाहिँ। तीन नम्बर हेरौँ नान्दो सेचुमे इस्तेमो वाकात्ते मराए नाइ। अब हेर्नुहोस् कसैलाई तपाईँले केही विषयमा भनिरहनु भएको छ, जानकारी गराइरहनु भएको छ, व्याख्या गराइरहनु भएको छ अनि उसले चाहिँ के त भन्दाखेरि बुझ्ने कोसिसै गरिरहेको छैन क्या। एक दुईचोटि तपाईँले सेचुमै गर्नुभयो उसले बुझेन। अब तपाईँ अनुमान लगाउनुहोस् नान्दो सेचुमे इस्तेमो जतिौँ पटक तपाईँले उसलाई चाहिँ व्याख्या गरे पनि उसले चाहिँ बुझ्दिँदैन क्या तपाईँको कुरो। त्यो भन्न खोजेको अनुमान के हुन्छ हजारचोटि सेचुमै गरिसके पछाडि त बुझ्न पर्ने हो नि त। तर उसले चाहिँ बुझ्दिँदैन, बुझ्दिन पर्ने हो भन्ने एउटा अनुमान त्यो चाहिँ। तर यो सोतो चिगाउ खेक्का भन्ने छ परिभाषामा पछाडि आएर वाकात्ते मराए नाइ बुझ्दिन्छ भन्ने लाग्छ अनुमान हुन्छ तर बुझ्दिँदैन। फेरि हेरौँ नानी नानी तेमो दोसी र इकेयोसीसँग तेमो यानि कि तेफमसँग मो जोडिदिने मेसी र नाकेयोसीसँग चाहिँ देमो जोडिदिने है।
केदो भन्दा अझै अनुमान गरिने भन्ने खालको र अलिकति स्ट्रङली चाहिँ तपाईले प्रस्तुत गर्नको लागि चाहिँ भनिने नियम हुन्छ आमेगा फुत्तेमा इकिमास पानी परे पनि जान्छु ओखानेगा आत्तेमा सियावासे तो खागिरा नै पैसा भयो नै भने पनि खुसी नै हुन्छ भन्ने चाहिँ हुँदैन अनि नान्दोसेचमा इस्तेमा वर्काते मराए नै जति उचोटि व्याख्या गरे पनि उसले चाहिँ बुझ्दिदैन भन्ने अर्थमा आज हामीले यो नानी नानी टेमो भन्ने बुम्पो हेर्यौँ है त धन्यवाद फेरि अर्को बुम्पो लिएर आउनेछु